राजावादीको सक्रियता, राजा फर्काउन नवराजलाई अघि सारिएपछि रिसाए राजेन्द्र लिङदेन। राजावादी र गणतन्त्रवादी आम्ने सामने। रापरपा बैठकमा रविन्द्र मिश्र र धवल शमशेर राणाको आलोचना, अर्को राजावादी मोर्चा बन्ने सङ्केत। प्रकाश चन्द्र लोहनीले भने रापरपा बैठकमा दिज पिपुल क्यान नट बी ट्रस्टेड। मङ्गलबार राजधानीमा बसेको रापरपा बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले दलीय व्यवस्थामा दलको विकल्प कुनै समूहले लिन नसक्ने भन्दै त्यस्तो प्रयासमा किन समन्वय नगरी गएको भन्दै मिश्र र राणामाथि प्रश्न उठाएका छन्। आदरणीय दर्शक महानुभाव नमस्कार, आगो समाचारमा स्वागत छ। पार्टीमा समन्वय नगरी नवराज सुवेदीको राजावादी मोर्चामा गएको भन्दै रापरपा नेताहरू रविन्द्र मिश्र र धवल शमशेर राणाको आलोचना भएको छ। मङ्गलबार राजधानीमा बसेको रापरपा बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले दलीय व्यवस्थामा दलको विकल्प कुनै समूहले लिन नसक्ने भन्दै त्यस्तो प्रयासमा किन समन्वय नगरी गएको भन्दै मिश्र र राणामाथि प्रश्न उठाएका छन्। यसअघि महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा आन्दोलन परिचालन समिति रहँदै आए पनि अध्यक्ष लिङदेन नेतृत्वको मूल समितिसँग समन्वय नगरी एकलौटी अघि बढेको भन्दै पार्टीमा आलोचना भएको हो। नवराज सुवेदी दाइले मलाई आउनु पर्यो भन्नुभएको थियो, तर हाम्रो आफ्नो आन्दोलन परिचालन समिति छ, साथ सहयोग हुन्छ भनेको थिए। लिङदेनले बैठकमा भने, मैले पठाएका प्रतिनिधि कहाँ हराए, तर वरिष्ठ नेताहरू चाहिँ त्यहाँ सक्रिय भएको देखियो। कुरो के हो? अधिकांश सहभागीले पार्टी नेताहरू आफ्नो शैलीमा चल्न थालेको आलोचना गरे। सोमबारको कार्यक्रममा गएका प्रकाश चन्द्र लोहनी र पशुपति शमशेर राणाले पनि दुर्गा प्रसाई लगायत केही व्यक्तिको मनपरी शैली देखेपछि बीचमै हिँडेको प्रष्टीकरण दिएका थिए। दुवै नेताहरू सोमबार केही बेर बसेर केही व्यक्तिको कार्यशैलीप्रति आपत्ति जनाउँदै हिँडेका थिए। त्यसपछि रविन्द्र मिश्र र राणा लगायत केही नेता अन्तिमसम्मै रहे। खास गरी 5 पानी वक्तव्य तयार पार्ने काममा राष्ट्रसत्ता पुनर्स्थापना संयुक्त सङ्घर्ष समितिका तर्फबाट सदस्य सचिव राखिएका मिश्र अनि आन्दोलन परिचालन समितिका संयोजक राणामाथि प्रश्नहरू उठिएको थियो। मिश्रले आफ्नो कार्यशैलीमा त्रुटि भएमा आत्मालोचना गरे, तर आफ्नो राष्ट्रसत्ता पुनर्स्थापनाको आन्दोलन अझ प्रभावकारी रूपमा अघि बढाऊ भन्ने नियतमा कुनै खोट नरहेको प्रष्ट गरे। नेता लोहनीले दुर्गा प्रसाई लगायत पात्रको नियतमाथि प्रश्न उठाउँदै भने, दिज पिपुल क्यान नट बी ट्रस्टेड, अर्थात् लोहनीको भनाइमा यी पात्रहरू राष्ट्रसत्ताको गरिमा फिर्ता गराउँदै आन्दोलन हाँक्न योग्य अनि पत्यार लाग्दा पात्र होइनन्। लोहनी लगायत नेताहरूले सुझबुझपूर्ण दलीय नेतृत्वबाट मात्रै राष्ट्रसत्ता फिर्ताको आन्दोलन अघि बढ्न सक्ने बताएका छन्। उनीहरूले मिश्र राणा लगायत संवेदनशील एजेन्डामा जथाभावी नगर्न चेतावनी पनि दिएका छन्। नेताहरूका अनुसार महामन्त्री राणाको भूमिका खुम्चाइएको छ। अब उनले आन्दोलनका कार्यक्रमहरू लिङदेन नेतृत्वको मूल समितिसँग समन्वय गरेर मात्रै तय गर्न सक्नेछन्। 12 चैतमा विरोध भेला राखेर राजावादी आन्दोलन अघि बढाउने रापरपाले बताएको छ। रापरपा नेता मोहन श्रेष्ठले अब हुने आन्दोलन कसैलाई पनि निषेध नगरी बृहत्तर दायरामा अघि बढाइने बताएका छन्। 7 सालदेखिका प्रत्येक आन्दोलनमा कसै न कसैमाथि तुस राखिएको छ, बाहिर पारिएको छ। त्यसले समाधान दिने भन्दा पनि समस्यालाई अझ जर्काउने हुँदो रहेछ भन्ने इतिहासको अनुभवले देखाइसक्यो। श्रेष्ठले भने, अबको आन्दोलनमा सबै अटाउने, कसैमाथि प्रतिशोध नसाध्ने नीति हुन्छ। पार्टीमा यसैबारे घनीभूत छलफल गरेका छौँ। रापरपा नेताले नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चातर्फ गम्भीर चासो दिएका छैनन्। त्यसभित्र विश्वसनीय पात्र नभएको भन्दै रापरपाले स्थगित आन्दोलन हाँक्न पार्टीकै नेतृत्वमा बृहत्तर मोर्चा बन्ने सङ्केत गरेको छ। पछिल्ला दिनमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरि सिंहासनमा फर्काउन प्रयासहरू सुरु भएका छन्। यो सँगै पुराना राजावादीहरूभित्र पहिलेदेखि नै चल्दै आएको व्यक्तित्व टक्राव छताछुल्ल हुँदै आएको छ। राजा फर्काउन भन्दै वर्तमान व्यवस्था विरोधी दल तथा समूहका व्यक्तिले पूर्व पञ्च नवराज सुवेदीलाई अघि सारेर राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति घोषणा गरेका छन्। तर सोमबार घोषणा गरिएको उक्त समितिलाई लिएर संसदको 5औं ठूलो दल रापरपाभित्र तरङ्ग उत्पन्न भएको छ। रापरपा अध्यक्ष राजेन्द्र लिङदेनलाई नै बाइपास गरेर समिति घोषणा गरेको खुलासा भएको छ। समिति अन्तर्गतको निर्देशक समितिमा लिङदेनसहित 11 जना रहे पनि उनीसँग कुनै छलफल नै भएको नभएको पाइएको छ। हामीसँग कुरा गर्दै लिङदेनले आफू उक्त समितिमा नरहेको बताए। सोमबार राति हामीसँग कुरा गर्दै लिङदेनले भने, हामी यो प्रक्रियामै सामेल छैनौँ, हामीलाई जानकार नै नभएको विषय हो। पार्टीका केही साथीहरू उक्त समिति घोषणामा कार्यक्रममा सोमबार उपस्थित भए पनि उहाँसँग आफू भने कुनै सल्लाह नभएको लिङदेनको भनाइ थियो।
केही साथीहरू के बुझेर जानुभयो त्यो छलफलको विषय हुन्छ। हामीलाई नवराज सुवेदीले समान विचारधारा भएका साथीहरूको बिचमा एउटा बैठक गर्ने भनेर भन्नुभएको चाहिँ हो। त्यही अनुसार हामीले प्रतिनिधि पठाएका थियौँ, उनले भने। अहिले 81 निर्णय भएको खबर आएको छ। जुन प्रक्रियामा हामी सामेल नै छैनौँ भने त्यसको बारेमा कुनै टिप्पणी छैन। समितिमा आफूलाई पनि राखिएको भनेर प्रचार आए पनि थाहै नभएको समितिमा बस्ने कुरा नआएको उनको भनाइ थियो। यद्यपि हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाको आन्दोलन जसले गरे पनि पार्टीको साथ सहयोग र समर्थन भने स्वाभाविक हुने उनको भनाइ थियो। सुवेदी रापरपाकै अनुसन्धान समितिको अध्यक्षको भूमिकामा रहेका छन् भने अब समिति घोषणा भइसके उनले आफू उक्त समितिमा नरहेको बताएका छन्। लिङ्गदेनले सुवेदीको कमिटीमा बस्ने कि नबस्ने भन्ने पक्ष त सुवेदीले नै उठाइदिएको बताए। हाम्रो पार्टीको अनुसन्धान समितिको अध्यक्ष उहाँले आन्दोलनको संयोजक बस्नका लागि पार्टीको सदस्य हुनका लागि अयोग्य ठान्नुभयो भने हामी त झन् बस्ने कुरै आएन, लिङ्गदेनले भने। उनले मङ्गलबार पार्टी कार्य सम्पादन समितिको बैठक बस्न लागेको भन्दै यसबारे बैठकमा विरत छलफल हुने बताए। स्रोतका अनुसार पूर्व राजाकै चासोमा सुवेदीलाई राजतन्त्र फर्काउने मिसनका साथ संयोजक बनाइएको हो। लिङ्गदेन राजसंस्था स्थापनामा प्रतिबद्ध नरहेको निष्कर्षसहित पूर्व राजाले उनलाई बाइपास गरेर सुवेदीलाई अघि सारेको स्रोतको दाबी छ। सुवेदी नेतृत्वको समिति घोषणा कार्यक्रममा रापरपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणा, डाक्टर प्रकाश चन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, कुन्ती साई, राजेन्द्र गुरुङ सहित नेताहरू नीलकण्ठ काफ्ले, हेमचङ गुरुङ, प्रदीप उदय, विक्रम बहादुर थापा, जनकराज पाठक लगायतको सहभागिता थियो। यस्तै दुर्गा परसाई, अस्मिता भण्डारी, केशर बहादुर विष्ट सहित राजावादी प्रतिनिधिको पनि सहभागिता रहेको थियो। तर लिङ्गदेनका साथै समितिमा रहेका भनिएका रापरपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागी थिएनन्। रापरपा नेपालका महामन्त्री राजाराम बर्तौलाले आफूसँग यसबारे कुनै सल्लाह नभएको बताएका छन्। यहाँलाई हाम्रो कन्टेन्ट कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। साथै च्यानललाई सेयर अनि सब्स्क्राइब गर्न पनि नभुल्नुहोला।